हेर्नु हेर्नु गरेको छैन अहिलेसम्म छोरी त आउँछ नि बेला बेला हजुरको छोरी कतिवटा छोरा कतिवटा छोरा 3 छोरी 3 एउटा भक्तपुर छ छोरी माइली हजुर कान्छी 3 किले देखि दिल परि हजुर हजुर रामछाउका पिछामै छ दिनहरू पनि मैले सुनेको हजुरको श्रीमान बनी एकदम लास्टै स्थितिमा हुनुहुन्छ भन्ने सुनेको थिएँ यो कुरा सच्चो हो त त्यही भएर हामी उहाँदेखि चाहेर चाहिँ तपाईँहरूको यो सहायता तपाईँहरूलाई म हेल्प गरौँ भनेर आएको हो यहाँ पर जानुभएको थियो अघि मैले गालीएर पढाएको हजुर लास्टै साह्रो गाह्रो छ भन्ने सुनेको हो मैले बोकेर हिँड्ने मेरो छिमा त छैन हेर्नु हजुर म लास्टै गलिसकेको छ बुढा पनि लास्टै गलिसकेको छ हजुर न एकैचोटि जाने हो न के गर्ने हो थाहा छैन तपाईँको खासमा यो फेसमा चाहिँ के भएको हो मेरो पहिला फेसमा चाहिँ वैशाखको भर्खर वैशाख 10 दिन गएको थियो होला हजुर अनि म यहाँ तल गएको थिएँ घामले यसो ज्वरो पनि आयो त्यो अनि आएर हिँडेपछि हेर्नुहोस् 4 दिन जति प्याज ल्याएको तरकारी खाएको बनाएर त्यो यता राखेँ झोलासोला ब्याग त्यहाँ गएर बाहिर हेर्नुहोस् भित्र खाएर खाएर पनि थियो त्यहाँबाट त राति त मलाई त बेसी त ज्वरो आएर तब ज्वरो आएर त भोलिपल्ट त छेउला निस्केर दाजुर निस्केको हजुर अनि त्यहाँबाट चाहिँ अनि खान्थे पनि केही खाएको छैन खान्छ चामलको भात मकैको कहिलेकाहीँ गहुँको खान्छु अनि तपाईँलाई भनेको चाहिँ अलि हेर्ने कोही पनि छैनन् छैन छैन छोरीको आउने नानी आउने हजुर कति वर्ष हुनुभयो अहिले म 70 तपाईँको वृद्ध भत्ता आउँछ आएको छैन आउने भने चिज हो अहिले के फर्महरू भर्नु भएको छैन फर्म अस्ति के जाति कार्ड हजुर हो त्यो बनाएर ल्याएको तपाईँको अहिलेको यो हाम्रो यो किनकि दलित जातिमा चाहिँ 60 वर्षभन्दा माथिको चाहिँ तपाईँको वृद्ध वर्ष चाहिँ आउनुपर्ने हो आउनु पर्ने खासमा तपाईँहरूले किनकि प्रब्लम चाहिँ तपाईँहरूको हुन्छ किनकि तपाईँहरूले भर्नु भएन होला सायद त्यहाँ भराएको हजुर अनि मेरो नागरिकता चाहिँ 5 वर्ष कममा राख्दैछ कि मन्थलीमा हजुर हजुर अनि त्यस कारणले ढिलाएको 5 वर्ष कम भन्नाले तपाईँको यस्तो हुन्छ कि अहिले तपाईँको चाहिँ 1 वर्ष बजारे पाकेको हजुर पाकेको 1 वर्ष भयो अहिलेसम्म आएको छैन अहिले यो न त्यहाँ अघि भने न त्यहाँ पछि आउँछ खासमा तपाईँको भन्यो भने तपाईँको श्रीमान कति वर्ष हुनुभयो 70 नाग्यो 70 नाग्यो 71 किनकि तपाईँको अब 12,000 आउँछ अहिले तपाईँको यो वृद्ध भत्ता भनेको 12,000 आउँछ 12 दुना 24,000 हुन्छ तपाईँहरूलाई त्यही खानालाई पुग्छ त्यसको त्यो तपाईँहरूलाई केही अप्ठ्यारो भने त्यहीले पुग्छ खासमा गाइज यस्तो हो उहाँले भन्नुहुन्छ पानी खाने गाग्री छैन भन्नुहुन्छ यस्तो छ गाइज यस्तो हो भाँडाकुँडाहरू किनकि बोतलहरू छ यो डिउको बोतलहरू यसलाई चिन्न सक्नुहुन्छ डिउको बोतलहरू हो यस्तो खाना पानी खाने गाग्रीसम्म छैन भन्न सक्नुहुन्छ उहाँले किनकि उहाँलाई एकदम सपोर्ट गर्नुपर्ने हुन्छ गाइज यस्तो छ होइन घरको हालत चाहिँ किनकि उहाँको छोराहरू कोही छैन भन्ने हुनुहुन्छ होइन तर पनि गाइज यस्तो हो आज तपाईँले के बनाएर खानुभयो बुढी मान्छे भएर खाना त खानुपर्ने हो पकाउने मान्छे